हेलो साथीहरू, ल स्वागत छ सबैजनालाई खेमगर युट्युब च्यानलमा। आज म धेरै दिनपछि है त भ्लग भिडियो लिएर उपस्थित भएको छु। आज चाहिँ मेरो छुट्टीको दिन। अहिले चाहिँ म कपडा धोएर छतमा भर्खरै सुकाएँ है। अब चाहिँ म आजको छुट्टीको दिन विशेष म के गर्छु त्यो भिडियो हेर्दै गर्नु होला है त। ल अहिले चाहिँ म भर्खर कपाल काटेर अनि यसो बाहिर गएर माछा लिएर आएको है। आजको स्पेसल, छुट्टीको स्पेसल है त। ल अब चाहिँ माछा बनाएर खानुपर्छ। ल प्याज खुर्सानी चाहिँ मैले चप गरेर राखेँ है त। अदुवाहरू चाहिँ अदुवा लसुन चाहिँ हल्का यहाँ थिचेको छु। गर्मी चाहिँ एकदम बढिरहेको है। गर्मी लाग्छ। तपाईँहरू चाहिँ गर्मी कतिको छ? फाइनली टमाटर पनि काटेर रेडी भयो है त। हाम्रो यहाँ चाहिँ प्याज मसला हाल्दैछु है। ल यता चाहिँ पाक्दै हाल्छ। अब चाहिँ म चामल धुनु पऱ्यो है त। ल अब चाहिँ माछा राखिदिएको है त। माछा राखेर मस्त खानुपर्छ आज चाहिँ। खाना बनाउँदा पङ्खा नचलाइकन उगालेको खाना बनाउनु भएको है। ग्यास निप्छ भनेर पसिना यस्तो गर्मी साह्रै छ गर्मी। ल अब हाम्रो खाना पाक्यो। अब एकछिनमा खानुपर्छ है त।
फाइनली कपडा पनि सुकिसकेको छ है। म चाहिँ भर्खर खाना खाएर छतमा आएको थिएँ। छतमा त आमामा घाम त कति हो यार, गर्मी त बाफ्रे बाफ्रे नसकिने भयो। ल अब चाहिँ हप्ताको एकचोटि चाहिँ एउटा भिडियो चाहिँ छुट्टीको दिन बनाउने गर्छु है। कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु भयो, त्यसलाई धेरै धेरै धन्यवाद। नयाँ हुनुहुन्छ भनेदेखि च्यानललाई सब्सक्राइब गर्नु होला भन्दै अहिलेको लागि भिडियो यही नै साइड लगाइदिनु है त।